अन्धलाई के चाहियो? आँखा भनेछ र जयगाउँको जनतालाई के चाहियो? म्युनिसिपालिटी। जो चाहिँ बिजेपी सरकार गठन भएको 1.5 महिना नबित्दै यसपालिको बजेट सत्रमा फाइनेन्स मिनिस्टर सपन दास गुप्ताज्यूले जयगाउँलाई र शिव मन्दिरलाई म्युनिसिपालिटी घोषणा गरेर जयगाउँको जनतालाई एउटा ठुलो उपहार पस्किदिनु भएकोमा सम्पूर्ण जयगाउँको जनताको तर्फबाट मन्त्री विशाल लामाज्यू र मुख्यमन्त्री शुभेन्दु अधिकारीज्यू र सम्पूर्ण भाजपालाई नै जयगाउँको जनताबाट धेरै धेरै धन्यवाद, मुरी धन्यवाद दिन चाहन्छौँ। र यो म्युनिसिपालिटी के हो, कसरी चल्छ र पहिलोचोटि कहिले भएको थियो भनेर जान्न चाहनुहुन्छ भने भिडियोको अन्तसम्म बनिरहनु होला। यो म्युनिसिपालिटी चाहिँ पहिलोचोटि 1688 मा मद्रासमा भएको थियो, जुन चाहिँ अहिले चेन्नई छ। र म्युनिसिपालिटी 3 किसिमको हुन्छ। एउटा नगर पञ्चायत हुन्छ, एउटा म्युनिसिपल काउन्सिल हुन्छ, एउटा चाहिँ हुन्छ म्युनिसिपल कर्पोरेसन। र 11 देखि 25,000 भित्र जनता भएको जग्गा चाहिँ पञ्चायतले हेर्छ भने त्यहाँदेखि बेसी 25,000 देखि 1 लाख भएको चाहिँ म्युनिसिपल काउन्सिल हुन्छ। र हाम्रो सायद जयगाउँ म्युनिसिपल काउन्सिलमा आउनुपर्ने हो र त्यो भविष्यमा हेरौँला। र यो पाउँदाखेरि जयगाउँको जनता चाहिँ किन खुसी भएको भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँको खानेपानीको बन्दोबस्त, वेस्ट म्यानेजमेन्ट, रोड मेन्टेनेन्स र प्राइमेरी एजुकेसनको अलग अलग कमिटी गठन बनेर यो अलग अलग कमिटीले अलग अलग रूपमा काम गर्छ र यसले डेभलपमेन्ट बेसी ल्याउने गर्दछ। त्यही कारण जयगाउँको जनतामा अहिले खुसीको माहौल छाइरहेको छ। र यो कसरी छानिन्छ भन्दाखेरि चाहिँ यो चाहिँ पहिला जसरी हाम्रो वार्ड मेम्बर चुनेर प्रधान चुनिन्थे पञ्चायतमा, त्यसरी म्युनिसिपल कर्पोरेसनमा चाहिँ यसमा चाहिँ अलग अलग वार्ड छुट्टाएर वार्ड काउन्सिलर चयन गरिन्छ भोट मार्फत। र त्यो वार्ड कमिसनर काउन्सिलरबाट एकजना चिनिन्छ, त्यसलाई चाहिँ वार्ड काउन्सिलर या त कर्पोरेट या त मेयर भनिन्छ। र त्यो मेयर र चेयरम्यान चुनिन्छ र भाइस चेयरम्यान पनि चुनिन्छ। र यसले चाहिँ एउटा जग्गाको विकास गर्दछ। र त्यही कारण जयगाउँको जनता अहिले एकदमै खुसी छ। र यो हाम्रो अलिपुरद्वार डिस्ट्रिक्ट 2014 मा 20औं डिस्ट्रिक्टको रूपमा वेस्ट बेङ्गलमा घोषणा भएको 12 वर्षपछि जयगाउँलाई म्युनिसिपालिटी घोषणा गर्यो। हाम्रो नेपालीमा कहावत छ, उन्यु फुल्नु 12 वर्ष लाग्थ्यो भन्दैथ्यो। त्यसरी नै डिस्ट्रिक्ट भएको पश्चात 12 वर्षमा नै हाम्रो जयगाउँले म्युनिसिपालिटीको दर्जा पाएकोमा सम्पूर्ण जयगाउँवासीलाई धेरै धेरै शुभकामना। र फेरि एकपल्ट भाजपा सरकारलाई धेरै धेरै धन्यवाद। विशाल लामाज्यूलाई पनि धेरै धेरै धन्यवाद। र विशाल लामाज्यूले गत 14 तारिक गालिङ्खा होटलको एउटा निजी भेटघाटमा मसँग भन्नुभएको थियो, भाइ सायद यसपालि म्युनिसिपल डिक्लेयर हुन्छ होला भन्नुभएको थियो। उहाँले 14 तारिक भन्नुभएको र 10 दिन 15 दिनको बादमा नै म्युनिसिपल डिक्लेयर भएकोमा विशाल लामाज्यूलाई आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद जनाउन चाहन्छु।